हालेलुया। तपाईको छोरीले बोल्नु हुँदै थियो मेरो परमेश्वर, छोराको विषय बोल्नु हुँदै थियो, बुढाको विषय बोल्नु हुँदै थियो। कति दुःखको कुराहरू छ प्रभु यो छोरीभित्र, यो घरभित्र, पतिभित्र, बुढाभित्र। प्रभु कति कम्पिलन छ, त्यो सबै दुष्टको हो। त्यसले जसरी फसायो हावालाई र कम्पिलन बनायो, क्यान्सिल गर्दछु म येशू ख्रीष्टको नाउँमा। शत्रुको योजनाहरू क्रुसमा अन्त भएको छ। यिनीहरूले जिउँदो परमेश्वर पाएर आराधना गरेको छ। त्यो जिउँदो परमेश्वरको उपस्थितिलाई बोल्दछु त्यो ठाउँमा। अब त्यहाँ पवित्र आत्मा आफैले काम गर्नुहुन्छ। पवित्र आत्मा त्यहाँ आफ्नो छोरीसँग हुनुहुन्छ। पवित्र आत्मा तपाईँ अझै शक्तिको साल मडारिएर उत्रिएर काम गर्नुहुन्छ, किनकि तपाईँ जस्तो परमेश्वर कोही छैन। यीशु ख्रीष्टको नाउँमा धन्यवाद दिन्छु। काठमाडौँको त्यो ठाउँमा जुन पनि काममा छ, अनि अहिले यो तपाईँले जोड्नु भयो, अद्भुत परमेश्वर हुनुहुन्छ। मैले ओ जिजस, हेर्नुहोस् अब परमेश्वरको शक्ति तपाईँको साथमा। ठस ओ जिजस, जिजस। त्यो शरीरको प्रत्येक भाग साफ हुनुपर्छ। त्यो शरीरको प्रत्येक भागलाई छोड्दे, पेटलाई छोड्दे, दिमाग मन बुद्धिलाई छोड्दे, चिन्ता टेन्सनलाई छोड्दे। त पुर्खाको श्रापलाई नासरी यीशुले अन्त गरेको छ। छोड्दे, छोड्दे भन्दैछु। यसको शरीरभित्रको रोग बिमारलाई निकाल। अनि आफ्नो यसको यो विदेशमा हुने पति र विदेश जान कति ट्राई गर्यो अरे प्रभु, त्यो भाइले कति ट्राई गर्यो अरे, तर यो दुष्टले जहाँ रोकेको छ, ओहो हो आज त्यो पर्खालहरू भत्किने छ र असल ठाउँमा पुग्ने छ। प्रभु अस्ति तपाईँले त्यो छोरीलाई दिल्लीमा यस्तो रोकेको थियो दुष्टले, तपाईँले जोड्नुभयो, प्रार्थना गर्ने भए यस्तो असल ठाउँमा कुवेतमा पुगेर आनन्द लिँदैछ, धन्यवाद दिँदैछ। अब प्रभु तपाईँको जनहरूलाई चाहिँ जुन आत्माले रोकेको छ त्यहाँ माथि तपाईँको धन्यवाद छ जिजस। त्यहाँ माथि चाहिँ खडा भएर येशू ख्रीष्टको नाउँमा धन्यवाद छ जिजस। अद्भुत हुँदैछ, अद्भुत हुँदैछ। ओहो ओहो हो, खोर्सानीले पोले जस्तो कस्तो कस्तो अद्भुत हुँदैछ जिजस। आज त्यो पर्खालहरू भत्किन्छ। प्रभु यो छोरीले खुद तपाईँको महिमा देख्ने छ आज जिजस। यसलाई धेरै सतायो, दुःखमा छ, चिन्तामा छ, टेन्सनमा छ। यता गर्दा हुँदैन, उता गर्दा हुँदैन, यता गर्दा बस्दैन, उता गर्दा बस्दैन। ओ प्रभु भौतारिरहेको छ, घुमिरहेको छ, सेवा सङ्गति गरिरहेको छ, कहीँबाट पनि लाभदायक छैन। गधाको जस्तो जिन्दगी बनाएको छ। दुष्टले खराब हरेक योजना प्लानलाई बिगारेको छ। परमेश्वर पिता प्रभु यीशु ख्रीष्ट आज अहिले नि शत्रुहरूको सामुने मेरो मेज सजिन्छ, भोजको मेज सजाउने शत्रुको सामने मेरो यीशु। हालेलुया। वचन क्रियाशील छ, पुरा स्वतन्त्र हुनुपर्छ। यिनीहरूले जिउँदो यहोवा परमेश्वर येशू ख्रीष्टको आराधना गरेका छन्। किन तँलाई रिस उठ्यो? आराधना छ यिनीहरूको जीवनमा। जिउँदो यीशु आउनु भएको छ। जिउँदो यीशु आउनु भएको छ। एक अद्भुत हुँदैछ तपाईँ भित्र भित्र। अद्भुत हुँदैछ। परमेश्वरको आत्मा उत्रिनु भएको छ। पवित्र आत्मा परमेश्वर शक्तिको साथमा अभिषेकको आगोद्वारा ओ जिजस अद्भुत हुनेछ। पुरा स्वतन्त्र भएर, स्वतन्त्र भएर पो सेवाकाई गर्ने हो त। बन्धनमा सेवाकाई हामी गर्नै सक्दैनौँ। त्यही भएर स्वतन्त्र भनेको आत्मा र सत्यताको आराधना जिजस। आत्मा र सत्यताको आराधना। ओहो परमेश्वरले चमत्कार गर्नु हुँदैछ। ठस जिजस। यीशु उत्रिनु भएको छ। अब यीशु उत्रेको ठाउँमा कुनै पनि अन्धकारले राज्य गर्न सक्दैन जिजस। जिजस अद्भुत हुँदैछ, अद्भुत हुँदैछ। पुरा 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 चिन्ह चमत्कार हुँदैछ। ओ परमेश्वर चमत्कारको मूल हुनुहुन्छ। हेर्नुहोस्, अनि परमेश्वरले यस्तो देखाउनु हुँदैछ, तपाईँ जुन जातिबाट जन्म दिनुभयो तपाईँको कास्ट अलग छ। जुन अलग जातिसँग तपाईँले बिहे गर्नुभएको छ, अलग कास्ट। कास्ट के भन्छ तपाईँले? तपाईँको बुढा के थरी हो? ओ प्रभुले चमत्कार गर्नु हुँदैछ। परमेश्वरले भन्नुहुन्छ तँलाई मैले त्यसै जोडेको छुइनँ। ओहो हो हो ओहो हो ओहो हो चमत्कार गर्नु हुँदैछ। जय मसीह। एकदम
एकदम प्रभुले काम गर्नुहुन्छ, त्यो काम गर्ने ठाउँमा पुग्नु भएको छैन। त्यही भएर बाइबलले भन्छ अभिषेक र आत्मा बोकेको सेवकाईमा जुटेपछि लेभल बढ्छ। अभिषेक त जन बेगर कोही पनि येशूलाई भेट्न सक्दैन। अभिषेक त जनलाई आदर नगरी, आत्मिक क्षेत्रमा माया प्रेम नगरी कसैले येशूलाई भेट्न सक्दैन। यो तपाईँद्वारा मैले अगमवाणी गरिदिन्छु, जिजस। त्यही भएर हो हेर्नुहोस् कति ठुलो योजना छ। अहिलेसम्म तपाईँको जो योजना बुझेको रहेनछ, तपाईँले जान्नुभयो भने तपाईँको योजनामा तपाईँ खडा हुँदाखेरि आशिषको मूल बन्छ। नत्र भने तपाईँहरू यत्रो वर्षको विश्वासी केही पनि छैन। तपाईँ केही पनि छैन। तपाईँभन्दा त राम्रो त अरू छ, बुझ्नु हुँदैछ? तपाईँले यीशुलाई पाउनुभयो, जुन चमत्कारमा बग्नुपर्ने तपाईँहरूको सबै ढोकाहरू बन्द, यता गर उता गर हुँदैन, पैसा बत्दैन, मिहिनेत तपाईँको यति धेरै छ, केही फाइदा छैन। शत्रु मतलब दुष्ट धनी भएको छ तपाईँद्वारा, शत्रु धनी भएको छ, शैतान धनी भएको छ, तपाईँहरू लाभ छैन। तर परमप्रभुको आत्माले भन्नुहुन्छ अबदेखि म तँलाई त्यो महिमामा लान्छु। हो त्यही भएर नि यीशुलाई बोक्ने मान्छे गधा होइन, आशिषको मूल हो। उत्पत्ति 12 2 पढ्नुहोस्। त्यसले गर्दाखेरि तपाईँलाई प्रभुले जोड्नुभयो, धन्यवाद। आफ्नो गाउँको हुनुहुँदो रहेछ, खुसी लाग्यो। जोडिनुहोस्। अघि मैले तपाईँलाई सबै कुरा बताइदिएको छु, तपाईँ जोडिनुहुन्छ जसरी त्यसरी नि। हजुर जङ्गलमा आगो लागेको, जङ्गलमा आगो सुकिरहेको, त्यो आगो सल्केको जङ्गलको हेर्दा हेर्दै मेरो कोखमा एकजना आइने मान्छे देखेँ मैले, छाया रूपमा आइने मान्छे हो। त्यो आइने मान्छे देखिसकेपछि पुरा घरमा आगो लाग्यो, पुरा घर जल्यो। त्यो आइने मेरो कोखामा गइसकेपछि त्यसपछि अब त्यो वरिपरि यसो हेरेँ, अब म यो आगोबाट निस्किनु पर्यो भन्दाखेरि वरिपरि हेर्दाखेरि मलाई आगोले बिचमा घेर्यो, वरिपरि घेर्यो, म निस्किने बाटो थिएन। अब म निस्किन्छु भनेर जङ्गलपट्टि आगोतिर निस्किन्छु भनेर लाग्दाखेरि मेरो घाँटी एकदम च्याप्प सुकेको, के निल्न पनि नहुने बिरामी जस्तो अवस्थामा मैले सपनामा त्यस्तो देखेपछि बिउजिँदाखेरि ठ्याक्कै बिउजिँदाखेरि पनि त्यो अवस्था मेरो जीवनमा त्यस्तो भइरहेको। उठेँ, आँखामा पानी थियो, पानी प्रार्थना गरेर प्रभु येशूको रगतको जय होस्, मलाई के भयो, मैले यस्तो देखेँ, अहिलेसम्म देखेको पनि थिएन भनेर पानी प्रार्थना गरेर खाएँ। पानी प्रार्थना खाएँ। अब राति त टाइम लामो छ, एकछिन प्रार्थना गरेँ। प्रार्थना गरेपछि प्रभु मलाई सुत्नको लागि सहायता गर्नुहोस्, मलाई के भयो भने अलिकति गाह्रो म सुझाव, मैले यस्तो के देखेँ थाहा छैन। मेरो बाबु पनि मलेसियामा गएको, बिरामी भएर झन्डै मृत्युको मुखमा पुगेको। अब त्यति बेला भर्खरको विश्वासी हो। 32मा दिएर गएपछि अब विश्वासमा यताउता नहोस् भनेर 32मा लिएर पठाएको। ऊ पनि अब एकदम बिमारी अहिले आएको, उसको पेटको समस्या पनि एकदम डाइरिया भयो। यहाँ आएपछि म मलेसियामा भएको भए म मर्थेँ मम्मी भनेर भन्यो। अहिले औषधिहरू खाँदै र प्रार्थना गरेको, अलिकति केही ऊ भएको छ, के भएको म जान्न सकेन। बाबु र म मात्रै हो विश्वासी भनेको, अरू त छैन। अब विश्वास नगरे हामी विश्वासी भएकोले छोडेर गयो। अब कान्छो छोरो र म। कस्तो आक्रमण चाहिँ दुष्टले गरेको हो, तर प्रभु साथमा हुनुहुन्छ, डराउनु परेन। अर्को कुरो तपाईँले मेरो तपाईँको सेवकाई कुन ठाउँ हो? तपाईँको सेवकाई निजगढ क्रिस्चियन मण्डली, निजगढ क्रिस्चियन मण्डली होइन, बारा जिल्ला भनेपछि अब तपाईँलाई कसरी, अब तपाईँले सेवकाईमा एकदम ध्यानै दिनुपर्ने भयो। त्यो नराम्रो गरी तपाईँहरूमा त्यस्तो खालको दुष्ट आत्मा रहेछ। अनि भाइ मलेसियाबाट आइसक्यो? आइसकेको घरमै छ। अब के हो भन्दाखेरि श्राप भनेको चाहिँ नि असल भूमिमा उदार चित्तले अनि तँलाई आशिष दिनेलाई म आशिष दिन्छु, यो सबै कुरालाई समेटेर ल्याउँदाखेरि हामी चाहिँ सेवकाईको असल ठाउँमा पुग्यौँ भने चाहिँ परमेश्वरले हामीलाई राम्रो लानुहुन्छ, विजय दिनुहुन्छ। अब कयौँ मान्छे आशिषित छन्। अनि त्यसले गर्दाखेरि अब तपाईँको सेवकाई अब हिजो त शनिबार सङ्गति गर्नुभयो होला होइन? हजुर हजुर। अनि पास्टर बुवा नाम के हो पास्टरको? पास्टर बुवा रेभरेन्ड पास्टर बुवा हुनुहुन्थ्यो डेभिड थापा। अहिले उहाँ किडनीको डाइलेसन गर्न अहिले उहाँकै छोरा अहिले पास्टर हुनुहुन्छ। त्यसपछि बुवा पछि अहिले विकास थापा, अहिले उहाँ बुवालाई डाइलेसन गर्न वीरगञ्ज लिएर जानुभएको छ। प्रार्थनामा याद गरिदिनुहोस् है भनेर भन्दै हुनुहुन्थ्यो। अहिले वीरगञ्ज लिएर जानुभएको छ। दुइटै किट्टी उहाँको फेल भएको छ। ल अब त्यही त, अब यो म तपाईँलाई कसरी भन्नै सक्दिनँ। एकदम डेन्जर आक्रमण दुष्टको तपाईँको जीवनमा है,
अनि यो चाहिँ कस्तो हुन्छ भने अब म पास्टर भएर म सही तरिकाको ढङ्गमा छुइनँ भने मसँग जुट्ने पनि त्यस्तै हुन्छन्, बुझ्नुभयो। अनि किडनीको बिमार भनेको त्यहाँ एउटा बहिनीको मैले भिडियो लगाइदिएको छुइनँ, हजुर हेरेको छु मैले। हो, त्यो बहिनी किडनीको आत्मा किडनी खाएर भुँडीभित्र बसेको 20 वर्षको त्यो बहिनीलाई सखाप बनाइसकेको, त्यो बहिनी पुरै निको भइरहेछ। अब त्यसलाई गवाई लिनैले भ्याएको छुइनँ, फोन पनि अहिले गरेको छुइनँ। त्यो बहिनी अब गवाई कुन दिन दिन्छ त्यसले। पुरै हेर्नुहोस् परमेश्वरको अब के भन्ने, अब यो सबै दुष्टको खेल चाहिँ 666 मा आउँछ। रङ विचार, रङ सोच, रङ सुनाई। अनि अर्को कुरो सेवकाईमा असल भूमिमा बिउ परेपछि मात्र 100 गुणा फल फल्छ भनेको अभिषेक्त जन परमेश्वरले चलाएको सेवकाईमा जुटेर मुठी खोल्दाखेरि श्राप टुट्छ। अब अरू चाहिँ म जान्दिनँ, अरू चाहिँ केही जान्दिनँ। अभिषेक्त मैले 3टा मण्डली फेरेको, त्यसले गर्दाखेरि मलाई यो कुराहरू धेरै सिकाउनु हो। मैले यति प्रार्थना उपास बस्थेँ, तर परमेश्वरले मलाई यस्तो गरी घुमाएर लानुभयो। जुन सेवकाईमा म पुगेँ त्यहाँदेखि आज म दिने व्यक्ति भएँ। आत्माको क्षेत्रमा, शरीरको क्षेत्रमा, बोलीमा, हिँड्नेमा, हरेक क्षेत्रमा म आशिषको मूल भएँ र दिने व्यक्ति भएँ, बुझ्नुभयो। त्यसले गर्दाखेरि म सेवक भए पछाडि म सही तरिकाले खडा हुनैपर्छ। अनि त्यसले गर्दाखेरि धेरै अब म भन्नु सक्दिनँ। अब सेवकाईमा कसरी भने म प्रार्थना गरिदिन्छु। अब तपाईँहरूको सेवकाई छ, मण्डली छ, अब तपाईँ जुटिँदै गर्नुभयो भने म प्रार्थना गरिदिँदै जान्छु। प्रभुले जान्नुहुन्छ सबै कुराहरू। होस् गर्नुहोस् है। मैले भर्खर हिजो अस्ति सन्देश दिएको, अब तपाईँ क्रिस्चियन हुनुहुन्छ राम्रो कुरा हो, तर तपाईँसँग पवित्र आत्मा हुनुहुन्न भने, परमेश्वरको वचन अनुसार तपाईँ हुनुहुन्न भने स्वर्ग पनि हुँदैन। त्यो चाहिँ एकदम ग्यारेन्टी हो। परमेश्वरले चाहिँ हामीलाई चाहिँ स्वर्ग लानको लागि आउनुभएको छ। परमेश्वरलाई राख्नुहोस् भित्र अनि जोडिनुहोस्। अब म के भनौँ, भनेको पनि मान्नुपर्छ। हरेक लाउनेदेखि लिएर पोषकदेखि लिएर सबै कुरामा हुन्छ। त्यही भएर मैले इन्कार गरेको थिएँ। मलाई भन्दै हुनुहुन्थ्यो तपाईँको जिजस 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 अद्भुत परमेश्वर, महान परमेश्वर, जिजस जिजस स्वतन्त्र हुनाले स्वतन्त्र स्वतन्त्र बिग्रेको कुराहरू सबै येशू ख्रीष्टको नाममा स्वतन्त्र हुनुपर्छ। खराब कुराहरू स्वतन्त्र हुनुपर्छ। खराब दर्शन, सपना, शैतानका 6 साङ्लाहरू अन्त भएको छ।